Hey guys, welcome back to my channel. हजुरहरू सन्चै हुनुहुन्छ होला भन्नेको साथ आजको भ्लगमा सुरु गर्दैछु। सो यही हो, आजको दिन बिजा छ, सो काममा गइन्न, तर हल्का असाइनमेन्टहरू र बाहिर निस्किने काम छ, त्यो चाहिँ अब एकछिनमा गर्छु र फ्रेस भएर हल्का कफी खाने, बाहिर निस्किने। तर आजको दिन चाहिँ राम्रै छ, खासै घाम लागेन, हावा पनि चलिरहेको, सो बाहिर निस्किन्छ होला एकछिनमा। एनिवे, यस्तै हो, अब बिदाको दिन हजुरहरू पनि रमाइलो गर्नु होला। स्टे ट्युन गाइज। हे गाइज, हल्का बाहिर आएको थिएँ, काम पनि सक्यो, अब घर जानु आएको। सो घर गएपछि यस्तै हो, बाहिरको मौसम हल्का राम्रै हो। तर एनिवे, स्टे ट्युन गाइज। अझै पनि आधी दिन बाँकी नै छ, स्टिल केही न केही अपडेट दिँदै गर्छु। सो खासै केही भन्नुपर्ने त छैन गाइस, आजको मौसम चाहिँ यस्तै छ। बाहिर निस्कियो, बस्यो, अहिले चाहिँ गाडीलाई वेट गर्दैछु किनकि ट्रेनमा जान मोर देन 30 मिनट लाग्छ। सो उबरमा गयो भने चाहिँ 5 to 7 मिनटमा पुऱ्याइन्छ घर, अनि त्यसको लागि वेटिङ गर्दैछु। So hey everyone, फाइनली फेरि आएछु। आज दिउँसो चाहिँ खासै भिडियो बनाउन पाइनँ, किनभने अब 5 दिन 6 दिन काम हुन्छ लगातार, र 1 दिन 2 दिन बिदा हुन्छ, र त्यो 2 दिन बिदामा धेरै नै टायर्ड भइन्छ। सो त्यस कारणले बाहिरबाट आएँ म, अनि खाजा खाएर सुतेँ। त्यसपछि अघि भर्खर उठेर अनि खानासाना बनाएँ, खाएँ, अनि अगेन एकछिन यहाँ असाइनमेन्ट गर्दै थिएँ। सो फ्याक्कै असाइनमेन्ट भ्याएर आएर एकछिन ब्लग बनाएको। सो होपफुली आजको दिन हजुरको राम्रै गयो, मेरो पनि राम्रै गयो। अब भोलि पनि बिदा छ, सो भोलिको दिन चाहिँ के गरिन्छ हेरौँ, भोलि नै थाहा हुन्छ। एनिवे, यहाँ चाहिँ अहिले रातिको 12:30 भइसक्यो, सो सुत्ने टाइम भइसकेको छ। सो सी यू अन नेक्स्ट वान। त्यति बेलासम्मलाई टाटा, बाई बाई।